एनिमेमा पावर सिस्टम सबैभन्दा इम्पोर्टेन्ट हुन्छ, तर कुन सिस्टम धेरै लोजिकल छ, कुन इन्ट्रेस्टिङ छ, कुन फेयर छ, सबैलाई आज हामी कम्पेयर गर्छौँ नेन भर्सेस चाक्रामाथि। र रिजल्ट जस्तो तिमीहरूले सोचेको छौ त्यस्तो अब्भियस चाहिँ छैन। सो यस्तो घटिया हुकलाई छोडेर अब इन्ट्रोतिर बढौँ। नेनको कुरा गर्दा हन्टर एक्स हन्टरमा नेन चाहिँ एउटा रुल बेस्ड सिस्टम हो, नारुटोमा चाक्रा चाहिँ इनर्जी बेस्ड सिस्टम हो। दुईटै सिस्टम स्ट्रङ छन् तर डिजाइन चाहिँ कम्प्लिटली डिफ्रेन्ट छ। कम्प्लिटली नभनौँ तर डिफ्रेन्ट चाहिँ छ। सो यो भिडियोमा चाहिँ म 5वटा पोइन्टमा रहेर कुरा गर्नेवाला छु। र पहिलो पोइन्ट रहेको छ लोजिक। नेनको कुरा गरौँ भने नेनमा क्लियर लोजिक छ, रिस्क लिनुपर्छ तब मात्र पावर बढ्छ। जस्तै कुरापिका, उसले आफ्नो चेनलाई ओन्ली फ्यान्टम ट्रुपमा मात्र युज गर्न सक्छ, मतलब कि जति स्ट्रङ्गेस्ट रेस्ट्रिक्सन हुन्छ त्यति स्ट्रङ्गर एबिलिटी हुन्छ। सो यो ट्रेड अफ चाहिँ क्लियर छ है। चाक्रामा पनि रुल चाहिँ छ है, चाक्रा कन्ट्रोल आउनुपर्छ, ट्रेनिङ गर्नुपर्छ, तर पछि चाहिँ ब्लड लाइनवाला सिस्टम आएर बेकार भाङ भगौडा गरिदियो। नारुतो उजुमाकी हो त्यसैले चाक्रा धेरै छ, अनि सास्के उचिया चाहिँ स्पेसियल हो, त्यसकोसँग स्पेसियल आइज छन्। सो म चाहिँ मान्छु कि यहाँ लोजिक अलिकति विक हुन्छ, किनकि बर्थ फ्याक्टर चाहिँ धेरै हुनु हुँदैन लोजिकमा। सो लोजिकल सिस्टममा चाहिँ नेन जित्छ मजाले। अब नम्बर 2मा पोइन्ट गरौँ भने नम्बर 2मा छ फेयरनेस। नेन चाहिँ सबैले सिक्न सक्छ, विक क्यारेक्टर पनि यदि स्मार्ट छ भने त्यो स्ट्रङ बन्न सक्छ। जस्तै कि गन भर्सेस हिसोकाको फाइटमा स्ट्राटेजी कतिको इम्पोर्टेन्ट हुन्छ भन्ने बुझेका थियौँ। र चाक्रा सिस्टम चाहिँ एकदमै अनफेयर लाग्छ मलाई, किनकि त्यहाँ क्ल्यानको पावरले एडभान्टेज दिन्छ। जस्तै कि उचिया क्ल्यान र सेन्जु क्ल्यान अटोमेटिक ओभर पावर छन् मान्छेहरू। सो फेयर सिस्टममा चाहिँ म फेरि नेनलाई जिताउँछु। र नम्बर 3 को पोइन्ट छ पावर स्केल। पावर स्केलको कुरा गर्नु पर्यो भने चक्र सिस्टमलाई म अलि हाई लेभलमा राख्न चाहन्छु। जस्तै कि मादाराले पुरै मिथियोर समन गर्छ र पुरै ब्याटल फिल्डलाई वाइप हान्न सक्ने पावर छ। अब अर्कै इक्जाम्पल लिउँ भने पनि कागुया उतुत्सुकीलाई लिउँ, उसले डाइमेन्सन चेन्ज गर्न सक्छ, ग्रेभिटीलाई मेनिपुलेट गर्न सक्छ। यो लेभलको पावर रियालिटी स्केलमा जान्छ, फिजिकल स्केल त कहाँ। सो नेनसँग कम्पेयर गरौँ भने टप टायर क्यारेक्टर नै मेरियोमो एक्सट्रिमली स्ट्रङ छ, तर उसको फाइल स्टिल फिजिकल प्लस औरा बेस्ड हुन्छन्। उसले गर्न सक्ने सबभन्दा ठुलो डिस्ट्रक्सन भनेको एउटा प्लेस लेभल ड्यामेज मात्र देखिन्छ, या फिर कुनै प्लानेटरी लेभलको डाइमेन्सन चेन्ज गर्न सक्ने या फिर मेटियोर लेभलको छैन। सो यो पोइन्टमा चाहिँ चाक्रा मजाले जित्छ।